दशैंमा घरको स्वाद भर्ने आमा मिठा परिकार बनाउँदै, बच्चाहरू हाँसोका साथ आँगनमा खेल्दै रमाइलो गर्दै, बुवा पूजा आराधनामा व्यस्त देवीको आशीर्वाद माग्दै र अन्त्यमा टीका जमरासँगै आशीर्वाद र मायाले जोडिएको परिवार। दशैं हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो खुसी। ह्याप्पी दशैं 2082। हेलो एभ्रिवान, ह्याप्पी दशैं भन्दिउ न। ह्याप्पी दशैं। ल आज दशैंको दिन हामी चाहिँ अब अहिले यो ह्याप्पी दशैं अहिले चाहिँ हाम्रो यो फर्स्ट आवरमा हामी हाम्रो घरमा सबैजना यहीँ आउने भएको कारणले गर्दा खाना बनाउने तयारी गर्दैछौँ हैन। हान्जी तिमी के गर्दैछौ? खेल्दैछु है। यो चाहिँ एकदम स्पेसल मोमेन्ट, सेयरिङ विथ इच अदर हैन। तिमी के भन्न चाहन्छौ? लाज लाग्यो? यता हेरेर भनिदेऊ नि, त्यता यता आउनु त। ह्याप्पी दशैं भनिदेऊ। ह्याप्पी दशैं। ह्याप्पी दशैं। यहाँ चाहिँ खाना पाक्दैछ। हाम्रो सेफ अल द वे फ्रम अस्ट्रेलिया हैन। आगोमा यसरी मासु पाक्दैछ हैन। हजुर आउँछ हान्जी आउँछ। यहाँ अब दिदीहरूको पनि टिका नभएको कारणले गर्दा घरमा दिदी भान्जा भान्जी पनि यहीँ हुनुहुन्छ हैन। गर्मी छ, घाम छ बाहिर। सो स्टे ट्युन्ड फर अदर एक्टिभिटिज। डिसोम खुसी अन गरौँ। डिसोमले स्पोन्सर गरे त होइन, तर पनि मैले राखिदिएँ। सिलौटामा पिसेको अचार हो। सबैजना तयारीमा व्यस्त, म चाहिँ ब्लग बनाउँदै। अब चाहिँ फ्रेस भयो, रेडी भयो। अब मन्दिर जाने, त्यसपछि मन्दिरमा पूजा गरेर ठ्याक्क 11:53 को साइडमा टिका लगाउनु पर्ने छ। लेट्स गो टु खाली हेलो गाइस मात्रै हो यति बेला पनि। थ्याङ्क यू। ह्याप्पी दशैं। ह्याप्पी दशैं। मन्दिरमा घरको अक्षता मिसाउनको लागि चाहिँ हामीले लिएर आयौँ। अब फर्किँदैछौँ साइत भेट्नलाई। कति भयो टाइम? 11:33 11:53 मा साइत। 20 मिनट बाँकी छ, ठ्याक्क पुग्छ। 10 मिनटमा पुगिहालिन्छ। कता अब जीवन कहाँ जाने? अब तेल त्यहाँ छ अरे नि त त्यो। ल ब्लगमा तँलाई पनि स्वागत छ। टिकाको लागि चाहिँ ठुलबुवाले चाहिने सामग्रीहरू मिलाउँदै हुनुहुन्छ। त्यसै गरी ठुलमम्मीले सबैको लागि टिका जमरा पाती मिलाउँदै हुनुहुन्छ। ह्याप्पी दशैं। हात्ती दशैं नै ह्याप्पी दशैं। सम्पूर्ण तयारी सकिएपछि अब बाँकी रह्यो टिका लगाउन। सबै परिवार सँगै बसेर टिका लगाउने तयारी गर्दैछौँ। अब हजुरआमाले वरियता क्रम अनुसार ठुलोबुवा, ठुलमम्मी, बुवा, मम्मीलाई टिका लगाउन सुरु गर्नुहुन्छ।
दौलतले परिपूर्ण होस् पवन झैँ नपरेको बरी श्री तागत बलराम कै जति होस् सत्य कै काम दौलत परिपूर्ण होस् पवन झैँ नपरेका बरी नाना aku dalam ke berai nulis. Boleh buta bang. Kenapa? Anjo. Anjo tara. Oh, त्यसरी बस्छ. हिमालय पेन्सिल होइन? अहिले सबैले भ्याए वरीयता क्रम अनुसार टीका लगाउने क्रम जारी छ। यहाँ छ दुर्गा माताको चित्र, पानी परिरहेछ। कौशीमा टीका लगाइरहेको छौँ अहिले सबैजना। हामी बस्ने अब ल एकछिन लाग्नु। टिकी लगायो, टिकी फाली पनि सक्यो। हेर त पानी परिरहेछ। ह्याप्पी दसैँ भन्थ्यो यहाँबाट, ह्याप्पी दसैँ भन्थ्यो। के भयो अरे? त्यो बेला खाने ठिक्क छ। टीका सम्पन्न। अब खानपिनको तयारी हुँदैछ। टीका लगाएर सक्यो, अब खाना खाने हो नि त। सबैजना सँगै बसेर हल्ला खल्ला धेरै छ। ल सम्पूर्ण काम सकेर सबैलाई खाना दिएर अब हामी खाना खाँदैछौँ। खानामा के छ? मुकुन्दले बनाएको मासु, यो अचार कसले बनाएको? भाउजूले। यो पनि अचार, दही, दाल, ठिक्क आइटम। ल खाउँ होइन त? एउटा सानो कटोरा ल्याइदिन्छ। खाउँ होइन त अब? हजुर मिरा लाइन छ आदि एउटा पर्छ। सुरु गरौँ अब है। कस्तो छ दिदी खाना? दिएको पैसा टिका 20 रुपैयाँ मात्रै? 100 रुपियाँ दिएको जस्तो लाग्छ। मुकुमा हजुरले दिएको पैसा हो। धेरै भयो कि थोरै भयो? धेरै त भयो, तर एउटा पैसा हराएको छ। पैसा हराएको छ? पैसा खोज्नलाई के गरौँ? म समाचारमा भनिदिउँ त। भनिदिउँ ल भन नि त। पैसा हराएको सूचना हो भन त। सूचना भन। पैसा हराएको सूचना। आज दसैँ विजयादशमीको दिन। विजयादशमीको दिन मैले प्राप्त गरेको दक्षिणा हराएको हुँदा भेटाउनु हुने महानुभावहरूले यो भिडियोमा कमेन्ट गर्नु होला। यो भिडियोमा कमेन्ट, लाइक, शेयर पनि गरिदिनु होला। अरे पैसा कहाँ भेटिन्छ त अनि? 20 रुपियाँ हरायो। 10 रुपियाँ। दुईटा 5 रुपियाँ। यस्तो हुन्छ यी पैसा भनेपछि।
टिका पछि खानपिन अब फोटोसुट सपरिवार फोटोसुट होइन त के कस्तो भयो त आजको दसैँ बहुत रमाइलो भयो सब छोराछोरी जम्मा भएर बहुत रमाइलो बहुत रमाइलो यस्तो उ गराको मम्मी तपाईँको एउटा फोटो खिच्नु त्यतिखेर मम्मी त बस्नु त हजुर त मम्मी कस्तो रह्यो त दसैँ यसपालिको रमाइलो भयो ल ह्याप्पी दसैँ भनिदिनु न त ह्याप्पी दसैँ कस्तो रह्यो त दसैँ 6 वर्ष पछाडिको टिका रमाइलो भयो घर परिवारसँग बुवा आमा हजुरबुवा ठुलबुवा मम्मी दिदीले टिका त लगाउनु भएन त्यही पनि दिदी साथमै हुन्थ्यो भान्जा भन्जी प्यारा भनेर भन्थ्यो साथमा चाहिँ साह्रै रमाइलो भयो सुखदमय भयो भनौँ 6 वर्षपछिको दसैँ टिका एकदमै रमाइलो भयो अब यसका साथसाथै अब शुभकामना पनि दिइहालौँ होइन स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण नेपालीहरू बुवा आमा दिदीभाइ प्रेमी प्रेमिका सबैलाई म यस बडा दसैँ तथा शुभ दीपावलीको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु हस्त धन्यवाद ल धन्यवाद ल बुवा टुङ्गाइदिनु न त ब्लग अब दसैँ ब्लग खुसी लाग्यो विजया दशमी 2082 सालको पावन अवसरमा संसारभरि छरिएर रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद ल ह्याप्पी दसैँ ह्याप्पी दसैँ ल ह्याप्पी दसैँ भन्न आउनु त अब ह्याप्पी दसैँ ल थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो